आगो बलिसकेको छ। बगर बगर एक्लै छटाउनु पनि रमाइलो हुँदो रहेछ गाइज। एक्लै बब्लाउँदै बस्दै गाइज के गर्ने आमा थेट। फाइनली गाइज पारी आइपुग्यो एक्लै है, एक्लै आइपुग्यो पारी। अब के गर्ने, कन्टेन्ट छैन, बनाउनु पर्यो। अनि त्यही भएर एक्लै गाइज। ल साथीहरू जाल चाहिँ छोडेर भ्याइयो, माछा पर्छ कि पर्दैन अहिले हेर्नु होला है। एक्लै छु यो ठाउँमा, माछा अहिले कति पर्छ हेर्नु होला गाइज। यति मात्र परेको छ माछा होइन, यतिले त मलाई पनि पुग्दैन। त्यही भएर अब फेरि एक लड चाहिँ चान्छु कति पर्छ, अनि त्यसपछि फेरि अनि ड्याङडुङ बनाएर आज चाहिँ गाइज है, आज चाहिँ मेरो बनाइ चाहिँ छुट्टै स्टाइलको छ गाइज, हेर्नु होला होइन। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गर्नु होला। एक्लै भए पनि सरसामान बोकेर झ्याम्पुतली स्टाइलले एक्लै आइपुग्यो गाइज बगरमा होइन। जे होस् एक्लै भए पनि रमाइलो गरेर बानी बसाल्नुपर्छ। साथीभाइ भनेको कहिले भेट्छ कहिले भेट्दैन होइन। ल गाइज है, माछा पऱ्यो यति माछा मार्नलाई कति दुःख गऱ्यो भनेको आमा यार। खुट्टाको पैताला दुख्या, बगर बगर ढुङ्गा दौडेको खाली खुट्टा यति माछा मार्नको लागि। टेन्ट टाङ्गिया, बादल यस्तो गरेको छ, पानी पर्ला जस्तो गरेको छ, पानीले चुट्ला जस्तो छ। तर पानीले मलाई चाहिँ चुट्दैन। पहिला खाना साना यसो बनाइहाल्छु झ्यामझुममा लाएर, अनि त्यसपछि पानी पऱ्यो नि परोस्, जे पऱ्यो नि परोस्। भित्र टेन्ट छ, टेन्टमा झ्याममा लाएर टक्क लाएर सुत्दिहाल्ने। फेरि 12 घन्टा बस्ने हो गाइज है, 12 घन्टा। आन्द्रा भुँडी फालेर तयार गरेँ गाइज है, माछा चाहिँ रेडी भयो। अब यसलाई चाहिँ बनाउनतिर लाग्छु गाइज। ल गाइज अब चाहिँ आगो फुक्नतिर लाग्या छु। आगै बोल्दैन क्या फेरि। ल आगो बलिसकेको छ है, केही समयमा अब तयार हुन्छ क्या झ्याप्प लाएर। छोरो र बुढीले रोटी ल्याइदिएको छ मेरो लागि। म चाहिँ अब रोटी लिन जाँदैछु है गाइज है, टक्क लाएर पारी बसेको छ। ल बुढी र छोरो रोटी बोकेर आइसकेको छ मेरो लागि। कुन रोटी ल्याइदियो बुढी? कुन रोटी ल्याइदियो? कहाँ ल्याइदियो? ए पराठा। ल त्यहाँ फाल नि त ढुङ्गामा। खस्दैन त्यति ढुङ्गामा पनि पार्न सक्दैन। ल ल धन्दैले जाने त। ल ल ल ल है गाइजी, बुढी र छोरो रोटी बोकेर आइपुगेको मेरो लागि यहाँ है। माछा र रोटी जान्छ अब ढ्याक्क लाएर पारी गएर। ल बाई बाई। हो छ गाइज मेरो टेन्ट चाहिँ त्यहाँ पुग्ने हो, रोटी लिनलाई यहाँ आइपुगेको। अब माछा फ्राई गाइज है, च्याप्पा लाएर। तयार भयो हाम्रो माछा चलाउने डाडु, तयार भयो है गाइज। ल माछा चलाउने डाडु चाहिँ तयार भयो। डाडु नै ल्याउनु बिर्सेछ होइन तेत। माछा तयार भयो। अब प्याजहरू काट्छु, अनि अलिकति धनियाँहरू छ, अनि सरदम अचारहरू। बुढीले चक्लेट पनि पठाइदिएर रहेछ मलाई। हेर्नुहोस् त।
म चाहिँ अब माछा सार्नतिर लाग्दैछु गाइज है। म चाहिँ अब माछा सार्नतिर लाग्दैछु। नुन पछिको चटपट मसला है, अनि त्यसपछि आयो हाम्रो जिरा धनियाँको पाउडर, घरमै बनाउँछ है गाइस यो चाहिँ। अनि यो चाहिँ अचार है, सर लाएर अनि अब कागती काटेर सट्ट माथिबाट हालिदिन्छु अनि बवाल भइहाल्छ। पहिला रोटी फर्काउँछु यार। ल डढिसकेछ गाइस, यतै तयार हुँदैछ हाम्रो रोटी। अलिअलि पिरोको राग पनि आइरहेछ, खत्रै होला जस्तो छ। कि जिन्दगीको टेस्ट लिने हो गाइस, टेस्ट माछा टेस्ट लिने हो। उता रोटी यता माछा हैन, तयार हुँदैछ सबै चिज। एक्लैले भ्याइरहेको छु, एक्लै आउनुको मजा पनि बेग्लै हुँदो रहेछ गाइस हैन। बगर बगर एक्लै छटाउनु पनि रमाइलो हुँदो रहेछ गाइस। म अहिले एक्लै बौलाइरहेको छु गाइस, बगरमा बसेर एक्लै बौलाइरहेको छु के हैन। एकतिर माछा छ, एकतिर रोटी छ, अनि एकतिर म छु, अनि एक्लै बौलाइरहेको छु बगरमा। सुनसान छ जताततै। ल हेर्नु है गाइस, ल हेर्नुहोस्, यस्तो खोलाको छेउमा म एक्लै, छैन कतै छैन मान्छे, हेर्न सक्नुहुन्छ यी कतै छैन, अनि एक्लै बोलाउने हो। यो चाहिँ फर्काइदिन्छु एक लट हैन। कतै देख्नु भएको छ मान्छे? छैन नि, चारतिर हेर्नुहोस् कतै छैन मान्छे, छु त म एक्लै। अनि बगरमा यस्तो ठाउँमा यस्तो आनन्द, टक्क अघि भर्खर मारेको माछा है, यस्तो स्पेसल देखिया हैन। ओ माई गड गाइस, खाना आउनु होला कुनै दिन। यसो मौका मिलाएर माछा साँधेकोसँग रोटी हान्नु पर्यो गाइस है। पहिला सुरु एक सट हान्छु। हेर्नुहोस् दामी भयो गाइस है, यस्तो बवाल टेस्ट। यो चाहिँ मेरो खोलामा आएर पहिलोचोटि बनाएको गाइस है। मेरो होटलमा चाहिँ यो बनिरहेको छ, नरिसाउनु होला गाइस। एक्लै खायो भनेर नरिसाउनु होला गाइस। तपाईँहरू पनि आउन सक्नुहुन्छ माछासँग। ढेँडो कहिले खाना कहिले रोटी भन्छ। आज चाहिँ म सिङ्गल आएको भएर माछा र रोटी है, साँधेको माछा र रोटीको टेस्ट दामी भएको गाइस है। माछा र रोटी चाहिँ सही भयो। आज एक्लै आएको मजा बेग्लै भयो। पार्टी पनि समाप्त। अर्को हप्ता भेटौँला ग्रुपमा। अहिलेलाई चाहिँ बाई गाइज। मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिराखिदिनु होला गाइज है। अर्को हप्ता बवाल तरिकाले भेटिन्छ गाइज। अहिलेलाई चाहिँ बाई बाई।